नमस्ते, हजुरको परिचय। हजुर नमस्कार सर है। म चाहिँ इन्द्र घिसिङ, खिच्देमा गाउँपालिका वार्ड नम्बर 5 पञ्चबुद्ध टोलको इन्द्र घिसिङ। कस्तो छ, के समस्याहरू छन् यो तपाईँको गाउँठाउँमा? यो एकदम राम्रो क्वेसन गर्नुभयो हजुरले होइन। यो खिच्देमा गाउँपालिकामा विगत 2070-72देखि चाहिँ होइन यहाँ कच्ची मोटर बाटो चाहिँ स्टार्ट भएको हो होइन। र कच्ची मोटर बाटो सुरुवात भइसकेपछि हालसम्म उक्तै कच्ची बाटोमै हामीले चित्त बुझाएर बस्नु परेको छ। यहाँको स्थानीयहरूले चाहिँ यहाँ नजिकै यहाँ हाइड्रो छ होइन, जुन हाम्रो लिखो हाइड्रोहरू चाहिँ स्थापना भएको छ। धेरैवटा हाइड्रोहरू छन् होइन, लोयर हाइड्रो, अप्पर हाइड्रो छ। र यस हाइड्रोले पनि अब सामाजिक दायित्व अन्तर्गत चाहिँ यहाँ खिच्देममा गाउँपालिकाको चाहिँ हाम्रो वार्ड नम्बर 5मा रहेको यो सदरमुकाम होइन खिचिफलाटे बजारसम्म बाटो ल्याइदिएदेखि चाहिँ राम्रो हुने थियो भने यहाँको स्थानीयहरूको जुन जिज्ञासा, गुनासो, आशा, अपेक्षा छ। तर यहाँ चाहिँ योभन्दा पहिलाको कार्यकालमा काम गर्नुहुने 74 सालमा चाहिँ जति पनि अब विजय हासिल गरेर जानुभएको स्थानीय पदाधिकारीहरू हुनुहुन्छ होइन, स्थानीय स्तरको उहाँहरूले चाहिँ अब होमवर्क गर्न नपुगेको हो अथवा के गर्नुभएको हो होइन। उहाँहरूको कारणले पनि यहाँ चाहिँ पिच होइन बाटोको चाहिँ पिच हुन सकेन भन्ने विषयमा चाहिँ जनताहरू आक्रोश व्यक्त गरिरहनु भएको छ, गुनासो व्यक्त गरिरहनु भएको छ होइन। त्यस्तो छ भने चाहिँ अब हुन त नभएको होइन, पहिलाको स्थानीय सरकारको पालामा ठाउँ ठाउँमा ट्र्याकहरू पुग्यो होइन है। अब सडकको ट्र्याकहरू पुग्यो, यो कर्णाली रूपी होइन खिच्देममा थियो पहिला भने अब बिस्तारै सुगम बन्दैछ होइन। र अहिले चाहिँ बिस्तारै हाम्रो अब खिच्देममा गाउँपालिकाको स्थानीय सरकारको प्रमुख चाहिँ गम्बु शेर्पाज्यू हुनुहुन्छ। उहाँको पालामा पनि स्तर उन्नतिको कामहरू भइरहेछ ठाउँ ठाउँमा होइन, ठाउँ ठाउँमा स्तर उन्नतिको कामहरू। अनि त्यसपछि भत्केका र खाल्डाखुल्डी परेका सडकहरूमा चाहिँ आफैले गएर चाहिँ संस्कृतिको माध्यमबाट चाहिँ उहाँले चाहिँ श्रमदान गरेर होइन धेरै मानिसहरूले चाहिँ आकर्षण गरेर चाहिँ उहाँले चाहिँ काम गरिरहनु भएको छ। अघि भनेको चाहिँ मेन चाहिँ सडक हो। त्यसपछि खानेपानीको समस्या भनेको यहाँ खास व्यवस्थापन हुन सकेको छैन। खानेपानीको प्रशस्तै मात्रामा मुहानहरू छ होइन, खानेपानीका स्रोतहरू प्रशस्त छन्, तर पनि यसलाई व्यवस्थापन हुन नसकेको कारणले गर्दाखेरि यो खानेपानीमा चाहिँ अलिकति समस्या देखिन्छ। त्यस्तै ढलहरूको अहिले स्थापना भर्खरै मात्र भएको यहाँ तपाईँ देख्न सक्नुहुन्छ खिचिफलाटे बजारमा होइन। ढलहरू बिस्तारै प्रदेशबाट प्राप्त भएको ढल, त्यसपछि यहाँ खुड्किला बाटोहरू छन् होइन। अहिले भर्खरै मात्रै खिचिफलाटे बजारको चाहिँ मुहार फेरिएको छ। एउटा ऐतिहासिक तथा पुरातात्विक महत्त्वको चाहिँ अब खिचिफलाटे बजार हो होइन। अब तपाईँले आज बुधबारको दिनै आइपुग्नु भएको रहेछ तपाईँ पनि होइन सर है। यो खिचिफलाटे बजार भनेको चाहिँ यो लगभग 60-70 वर्ष पहिले नै स्थापना भएको खिचिफलाटे बजार हो। र यो बजारलाई विकास समुन्नत गरेर लैजानको लागि यहाँको स्थानीय जनता, यहाँको स्थानीय जनप्रतिनिधि होइन, अनि त्यसपछि सरकारवाला सबैले ध्यान दिनुपर्ने पर्छ भन्ने चाहिँ हाम्रो आह्वान छ। म यहाँको चाहिँ खिच्देमा गाउँपालिका वार्ड नम्बर 5को म नागरिक वडाको चाहिँ होइन संयोजक पनि हो होइन। हामी आफैले यहाँ चाहिँ सरसफाइ पनि गर्छौँ होइन, खिचिफलाटे बजार, त्यसपछि वरपर होइन। अनि यहाँ चाहिँ समय समयमा चाहिँ यहाँको चाडपर्व, त्यसपछि यहाँ चाहिँ अब हाट बजार होइन हप्तै पछि लाग्ने हुँदाखेरि यहाँ चाहिँ उपभोक्ताहरूको हितमा छ कि छैन यहाँको चाहिँ खाद्य पदार्थहरू चाहिँ होइन अब अखाद्य पो भएर बसेको छ कि होइन, डेट एक्सपायर भएर भनेर चाहिँ हामीले समय समयमा गाउँपालिकासँग समन्वय गरेर यहाँको स्थानीय प्रशासन तथा प्रहरी कार्यालयसँग समन्वय गरेर चाहिँ हामीले उक्त कार्यहरू चाहिँ गर्दै आएका छौँ होइन सर। अनि विशेष अहिलेको यहाँको खाँचो भनेको विशेष चाहिँ अहिले होइन अब पिचवाला होइन एउटा अलकत्रे सडक होस्, अनि त्यसपछि एउटा राम्रो हस्पिटल होस्, राम्रो शिक्षालय होस् होइन, अनि त्यसपछि यहाँको स्थानीय भाइ बहिनीहरूलाई यही नै रोजगार होस् भन्ने चाहिँ सबै जनताहरूको माग हो सर है। हाम्रो ओखलढुङ्गा जिल्लाको अब होइन ओखलढुङ्गा जिल्लामा अब चुनावी सरगर्मी बढेको छ होइन। आज यहाँ तपाईँ देख्नुहुन्छ यहाँ धेरै लस्करै होइन गाडीहरू रहेका छन् होइन। यही चुनावको लागि चाहिँ सङ्घीय सदस्य प्रतिनिधि सभाको लागि चाहिँ चुनाव चिन्ह तारा लिएर चाहिँ हाम्रो अमिर बाबु गुरुङ सर आउनुभएको रहेछ भन्ने कुरो मैले बुझेको छु होइन। उहाँ चाहिँ विगतमा पनि उहाँ प्रदेश सभा सदस्य भएर त्यहाँ चाहिँ 23 महिना जति उहाँले चाहिँ मन्त्री होइन मन्त्री पनि भइसक्नु भएको अवस्था हो। हाम्रो खिच्देममा गाउँपालिका लगायत अब होइन अब यहाँ 7वटा 8वटा स्थानीय अब तहहरू छ। ती सबै तहहरूमा चाहिँ उहाँहरूको चाहिँ ध्यान पुग्नुपर्छ। हामीलाई नेता भनेको सबै जनताहरूलाई चाहिँ होइन समान व्यवहार गर्ने होइन, सबैसँग चाहिँ समान भनौँ व्यवहार गर्दै कहाँ के खालको चाहिँ आवश्यकता विकासको आवश्यकता रहेछ उक्त विकासको चाहिँ पहिचान गरेर होइन
विकास गर्ने खालको चाहिँ मान्छे हामीलाई चाहिन्छ, त्यो खालको चाहिँ होइन नेताहरू हामीलाई चाहिन्छ भन्ने भनाइ हो होइन। हुन त अहिले अब जेनजीको जुन एउटा माग चाहिँ के छ भन्दाखेरि होइन अब परिवर्तन चाहिएको छ। परिवर्तनको लागि जेनजी होइन अब गएको अब 23-24 भदौमा जुन काठमाडौँमा जुन प्रकारको चाहिँ आन्दोलन भयो जसबाट 76 जनाभन्दा पनि बढी जेनजी भाइ बहिनीहरूले चाहिँ शहादत प्राप्त गर्नुभयो होइन। त्यसबाट चाहिँ भनौँ न होइन धेरैजना आमा बुवाहरूको चाहिँ होइन अब काखरितिएको छ, कतिजनाको चाहिँ होइन अब श्रीमती बालबच्चाको चाहिँ होइन आफ्नो गरेर खुवाउने अनि त्यस्तो व्यक्ति चाहिँ अब घुमेर जानुभएको अवस्था छ, एकदम पीडा छ होइन। र यो पीडाको बोध गरेर होइन एउटा परिवर्तनको माग हाम्रो नेपालमा अवश्य पनि भएको छ होइन। परिवर्तन हुनुपर्छ, भ्रष्टाचारमुक्त समाज, भ्रष्टाचारमुक्त चाहिँ देश हुनुपर्छ भन्ने भनाइ चाहिँ होइन त्यो खालको राखेर आन्दोलन भएको हो। र होइन अहिले जे होस् अहिलेको जेनजीहरूको चाहिँ एउटा चाहना, इच्छा र भावनालाई पनि बुझ्ने खालको नेता हामीले चुन्न सक्नु पर्यो। कोही पनि मासु भातमा बिग्नु भएन, पैसामा बिग्नु भएन होइन। दियो भने खाइदिने मजाले होइन। पैसा ठाउँमा आएर तपाईँले आफ्नो होइन अब केही धारणाहरू राख्ने समय उपलब्ध गरिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। यहाँको टिमलाई पनि एकदम हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्न चाहन्छु। लासु फ्याफुल्जी ट्रस्टीले नमस्कार सम्पूर्ण महानुहरूलाई समय सम्वाद हेरिदिनु भएकोमा, सम्पूर्ण दर्शक तथा श्रोता वृन्दहरूलाई पनि सुनिदिनु भएकोमा हार्दिक कृतज्ञतासहित धन्यवाद प्रकट गर्न चाहन्छु। धन्यवाद, नमस्कार।